सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आशा छ तपाईँहरू चाहिँ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज पनि मेरो नयाँ भिडियोमा चाहिँ तपाईँहरू सबैजना चाहिँ एकदमै धेरै स्वागत छ। सो आज पनि अब निकै लामो समयपछि नै भिडियो बनाइरहेको हुन्छु, किनभने अब यो टाइम म्यानेजमेन्ट होइन, यो कामको व्यस्तता अब यही त हो नि। विदेशमा बस्नेहरू जो कोही पनि अब कामको व्यस्तता त्यही नै हो सबैजनालाई होइन। सो व्यस्तताको बावजुद पनि तपाईँहरूलाई चाहिँ एउटा केही इन्फर्मेटिभ भिडियो होस् भनेर चाहिँ तपाईँहरूलाई केही इन्फर्मेसन, केही तपाईँहरूलाई चाहिँ जानकारी गराम भनेर चाहिँ तपाईँहरूलाई केही कुरा चाहिँ तपाईँहरूलाई काम लाग्छ कि भनेर चाहिँ यो भिडियो बनाइरहेको छु। सो भिडियो चाहिँ अब अन्तिमसम्म हेर्नु होला। यदि भिडियो मन परेमा लाइक, सेयर अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। भिडियो के कस्तो लाग्छ है, सो एउटा कमेन्ट पनि छोडिदिनु होला। अनि तपाईँहरूलाई चाहिँ यो तपाईँहरूको लागि चाहिँ यो एउटा इन्फर्मेटिभ होस् अनि तपाईँहरू चाहिँ कुनै उसमा पनि ठगिनु नपरोस्, कुनै उसमा नपरोस् भनेर चाहिँ यो भिडियो बनाइरहेको छु। साथै अनि तपाईँहरूले चाहिँ यो इन्फर्मेटिभ भिडियोहरू चाहिँ अलिक बढी रुचाइराख्नु भएको हुन्छ होइन, रिच पनि अलिक बढी गइरहेको छ। त्यही भएर चाहिँ मैले अब यो इन्फर्मेटिभ भिडियो चाहिँ तपाईँहरूलाई बनाइरहेको छु। अनि अब भिडियो चाहिँ अब के को बारेमा छ भनेर चाहिँ तपाईँहरूलाई अब यो टाइटल र थम्बनेल हेरेर पनि लगभग जानकारी भइ नै सक्यो होला। सो त्यही नै हो होइन। सो साथीहरू, आजको भिडियो चाहिँ के को बारेमा छ भनेर चाहिँ तपाईँहरूले यो टाइटल र थम्बनेल हेरेर पनि थाहा पाइसक्नुभयो होला होइन। सो भिडियो चाहिँ त्यही नै हो। मैले चाहिँ अब धेरै जसो चाहिँ मैले टिकटकमा होइन, विशेष गरी टिकटकमा चाहिँ फ्री भिसा, फ्री टिकट भनेर कसैले के भनेर, अनि यो स्यालेरी पनि यहाँनिर यो स्क्रिनमा देख्नुभएको छ नि, जति तपाईँले प्राय जसो 2600 रिङ्गेटदेखि लिएर 3000सम्म चाहिँ स्यालेरीहरू राखेर धेरै मान्छेहरूले भिडियो बनाइरहेको थियो होइन। यो खासमा अब भ्युजको लागि पनि हो, मान्छेहरूले यत्रो धेरै युज गरेको होइन, अनि मान्छेहरूलाई भ्युज चाहिएको छ, त्यसले गर्दा पनि। अनि धेरै जसो चाहिँ अब यो फेक हो कि के हो त भनेर चाहिँ अब तपाईँहरूले आफै नै एनालाइसिस गर्न सक्नुहुन्छ होइन। अनि अब यहाँको बेसिक पनि तपाईँहरूले विशेष गरी बेसिकमा पनि अब बेसिक 1700 भयो मलेसियाको होइन। 1700 भएपछि त अब यति त हुन्छ स्यालेरी, यति त हुन्छ भनेर चाहिँ अब धेरैले तपाईँहरूले चाहिँ भिडियोहरू देख्नुभएको होला होइन। सो तपाईँहरूलाई चाहिँ अब के भन्न चाहन्छु भने अब त्यो तपाईँहरूलाई चाहिँ विशेष गरी यो अब अहिले त अब धेरै सेक्टरमा मलेसियाको लागि होइन, धेरै सेक्टरमा चाहिँ खुलिसकेको छ नि त। जस्तै अब वेयर हाउस भयो, क्लिनर भयो, अनि सुपर मार्केटमा भयो, अनि सेक्युरिटी गार्डमा त अगाडिदेखि नै खुलिरहेको छ। सो अहिले चाहिँ धेरै सेक्टरमा खुलिसकेको छ। अहिले नखुलेको भनेको यो रेस्टुरेन्ट सेक्टरमा, रेस्टुरेन्टहरूमा र रेस्टुरेन्टदेखि बाहेक अर्को फ्याक्ट्रीहरूको लागि चाहिँ खुलेको छैन। नभए धेरै सेक्टरमा चाहिँ अहिले कामदारको डिमान्ड गइसकेको छ नेपालमा। यहाँ कलिङ भिसाको लागि खुला गरिसकेको छ। यद्यपि तपाईँहरूले चाहिँ त्यहाँनिर जुन राखेको त्यो स्यालेरी हुन्छ होइन, मैले चाहिँ विशेष गरी चाहिँ स्यालेरीकै बारेमा कुरा गर्न गइरहेको छु। स्यालेरी चाहिँ 2600देखि 3000 लेखेको छ क्या त्यहाँनिर। प्राय जसोको जतिजनाले नि सेयर गर्नुभएको छ, त्यहाँनिर भिडियोहरू बनाउनु भएको छ। अनि त्यो नआउने श्रमिकहरूको त्यो दुःख चुस्नु पल्केकोहरू जो दलेहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब 2600देखि 3000 भनेर चाहिँ त्यहाँनिर यत्रो अक्षरमा होइन लेखेर राख्नुभएको छ स्यालेरी चाहिँ। अनि त्यो स्यालेरी चाहिँ तपाईँहरूले त्यो स्यालेरी देखेर चाहिँ तपाईँहरू चाहिँ आउनु होला। तपाईँहरूलाई एकदमै दुःख पाउनु हुनेछ त्यसो गर्नुभयो भने चाहिँ। तपाईँले त्यो स्यालेरी चाहिँ देखेर आउनुभयो भने तपाईँहरूले एकदमै दुःख पाउनुहुन्छ। त्यो चाहिँ तपाईँको त्यो भ्रममा चाहिँ नपर्नु होला। त्यो चाहिँ एउटा भ्रम हो। 2600देखि 3000को स्यालेरी तपाईँहरूले पाउनुलाई तपाईँहरूले निकै नै गाह्रो पर्छ। त्यो देखेर चाहिँ तपाईँहरू आउनु होला। विशेष गरी चाहिँ सेक्युरिटीमा मैले चाहिँ अब यहाँनिर धेरै दाइहरू हुनुहुन्छ नजिकै, अनि दाइहरूसँग कुरा हुन्छ, यता हुन्छ होइन। कुरा गर्दाखेरि बुझ्दै जाँदाखेरि स्यालेरी दाइहरू त्यहाँनिर सेक्युरिटी गार्डमा स्यालेरी पाउने भनेको होइन 2000देखि 2200सम्म हो क्या। इभन त्यो बेसिक यहाँको मलेसियाको बेसिक बढे तापनि उहाँहरूले पाउने स्यालेरी भनेको 2000देखि 2200मा हो। अनि त्यसमा खाना बस्न होइन, बस्नको लागि होस्टेल दिन्छ, खाना त पऱ्यो होइन महिनाभरि। अनि तपाईँहरू चाहिँ त्यो 2600 र 3000 स्यालेरी देखेर चाहिँ आउनु होला। त्यो देखेर तपाईँहरूले धेरै पैसा पनि नतिर्नु होला त्यहाँ नेपालमा होइन। जति माग्छ त्यति अब नदिनु होला। तपाईँहरूमा भर पर्छ, तपाईँहरूले त्यो अब पैसा कति दिने के गर्ने भनेर त तपाईँमा भर पर्छ होइन। सो
स्यालेरी भनेको चाहिँ नेट स्यालेरी चाहिँ नर्मल सेक्युरिटी गार्डमा होइन अब सबै ठाउँमा उस्तै चाहिँ नहुन सक्छ है फेरि नि होइन मैले भनेको अब म गलत होइन तर सबै ठाउँमा स्यालेरी एउटै स्यालेरी चाहिँ नहुन सक्छ तर प्राय एभरेजमा मैले चाहिँ कुरा गर्दाखेरि एभरेज सेक्युरिटी गार्डमा आउन जो पनि काम गरिराख्नु भएको छ उहाँहरूले पाउने स्यालेरी भनेको चाहिँ 2000देखि 2200मा अनि अब कतिजना सेक्युरिटीमै काम गर्ने आफूले चिनेको हुनुहुन्छ नि त दाइहरू हुनुहुन्छ उहाँसँग कुरा गर्दा अब 2500 3000 3500 पनि आउँछ तर त्यो स्यालेरी कसरी आउँछ त उहाँहरूले होइन दाइहरूले कसरी काम गर्नुपर्छ भने सेक्युरिटीमा घटीमा पनि आज 2-3 दिन नन स्टप ड्युटी गर्नुपर्ने हुन्छ के भन्नुहुन्छ म त रुम गएको छैन 3 दिनदेखि यहाँ खायो बस्यो अनि फेरि एकछिन अब नाइटमा एकछिन सुत्यो होइन 2-3 घन्टा त्यसपछि फेरि ड्युटीको ड्युटी त्यसरी नन स्टप गरेर चाहिँ 3500-3600 आउँछ होइन त्यही पनि अब सबै ठाउँ त्यस्तो हुँदैन अब आफ्नो शरीरको आफ्नो स्वास्थ्यको पनि त ख्याल गर्नु पर्यो त्यसरी सबैले ड्युटी गर्न सधैँभरि ड्युटी गर्न पनि सकिँदैन होइन सो अनि तपाईँहरूलाई स्यालेरी भनेको त्यही एभरेजमा 202200 मात्रै हो है त तपाईँहरूले पाउने स्यालेरी भनेको तपाईँ 2600 र त्यो 3000 देखेर चाहिँ भ्रममा नपर्नु होला तपाईँहरू कोही पनि नझुकिनु होला नठगिनु होला अरूको कुरालाई होइन अरूको लैलैमा नलाग्नु होला जे भए पनि तपाईँहरू त्यो स्यालेरी देखेर चाहिँ तपाईँहरूको एक्सपेक्टेसन तपाईँहरूको आशा चाहिँ त्यो धेरै ठुलो नबनाउनु होला यदि कोही पनि आउन चाहनुहुन्छ भने आउनुहोस् होइन नआउनु भनेको होइन तर अब त्यहाँ खर्च तपाईँहरूलाई आउनको लागि लागत निकै लाग्छ अनि अब त्यसमाथि तपाईँहरूलाई यहाँ स्यालेरी त्यहाँ जति भनेको हुन्छ तपाईँहरूलाई दलैहरूले यहाँ स्यालेरी त्यति पाइँदैन अनि विशेष गरी चाहिँ सेक्युरिटी गार्डमा अब धेरै गुनासोहरू पनि भयो भनेर चाहिँ नेपाल एम्बेसीले एउटा नोटिसै पनि जारी गरेको थियो अनि अब यहाँनिर कति अब कम्पनीहरू छन् त होइन त्यस्तो कम्पनीहरू त्यो कम्पनीहरूले चाहिँ अहिलेसम्म पनि कहिलेदेखि स्टार्ट गरेको यहाँको मलेसियाको बेसिक चाहिँ फेब्रुअरीदेखि 1700 बनाउने भनेर कानुन लागू गरे तापनि कति धेरै जसो कम्पनीहरूले चाहिँ बेसिक अहिलेसम्म पनि नबढाएको अवस्था छ त्यसको लागि चाहिँ तपाईँहरूले अब एउटा छुट्टै म भिडियो पनि बनाउने छु तपाईँहरूले चाहिँ नेपाल एम्बेसीलाई कम्प्लेन पनि गर्न सक्नुहुन्छ नेपाल एम्बेसीसँग रिपोर्ट गर्न सक्नुहुनेछ होइन तपाईँहरूको नामसाम गोप्य हुन्छ मैले टिकटकमा पनि मेरो टिकटकमा नि भिडियो बनाएर हालेकै थिएँ सो त्यही नै हो तपाईँहरू चाहिँ त्यसको भ्रममा नपर्नु होला अनि सबै कम्पनीले अब तपाईँहरूलाई 1700 बेसिक दिन्छ भन्ने पनि हुँदैन होइन सो त्यही नै हो तपाईँहरू चाहिँ कसरी आउने के आउने भनेर अनि तपाईँहरूमा भर पर्छ तपाईँहरूसँग धेरै कुरा बुझेर मात्रै आउनु होला अनि अर्को कुरा भनेको चाहिँ विशेष गरी अर्को कुरा चाहिँ तपाईँहरूलाई के भन्न चाहन्छु भने जिरो कस्ट लागत जिरोमा चाहिँ मलेसिया पठाउँछु सेक्युरिटीमा पठाउँछु वेयर हाउसमा पठाउँछु क्लिनरमा पठाउँछु भनेर चाहिँ जसले पनि भिडियोहरू बनाइरहेको छ अब त्यो धेरै अकाउन्टहरू फेक पनि हुन्छ कि मैले चेक गरेँ होइन धेरै अकाउन्टहरू फेक हुन्छ तपाईँहरू चाहिँ त्यो न्युज चाहिँ साँचो हो कि होइन त भनेर चाहिँ आधिकारिक हो कि होइन भनेर चाहिँ थाहा पाउनु होला होइन सो विशेष गरी मैले बोल्न खोजेको कुरा चाहिँ अब धेरै टिकटकहरूमा होइन प्रायः जस्तो टिकटक क्लिपहरूमा मैले देख्दाखेरि जिरो कस्टमा चाहिँ होइन मलेसिया सेक्युरिटीमा यति स्यालेरीमा लग्ने पठाउने भनेर चाहिँ धेरै देखिरहेको थिएँ अनि अब तपाईँहरूलाई सबै त्यो प्रायः जस्तो चाहिँ मैले देखेअनुसार फेक अकाउन्टहरूदेखि चाहिँ त्यस्तो भइरहेको बनाइरहेको देखेँ होइन अनि जिरो कस्टमा तपाईँलाई कसैले पनि ल्याउनेवाला छैन कसैले पनि ल्याउँदैन मलेसिया तपाईँ मलेसिया आउनलाई 3 देखि 4 लाखसम्म तिरेर चाहिँ आइरहेको छन् मान्छेहरू सो तपाईँहरू चाहिँ त्यो भ्रममा नपर्नु होला त्यो उसमा नफस्नु होला होइन त्यो पनि एउटा दलदल नै हो त्यो एउटा ठगी नै हो त्यसरी पनि मान्छेहरूले धेरै स्क्याम गरिरहेको छ मान्छेहरूलाई होइन न्युज कुन चाहिँ आधिकारिक रूपमा आएको हो कुन चाहिँ कामको लागि डिमान्ड आएको हो कुन कम्पनीदेखि आएको हो भनेर सबै कुरा तपाईँहरूले बुझेर मात्रै आउनु होला तपाईँ हावाको भरमा त्यो 1-2वटा टिकटकमा होइन भ्युजको लागि मान्छेहरूले हालेको न्युजमा होइन त्यसको पछाडि चाहिँ लागेर तपाईँहरूको आफ्नो समय आफ्नो पैसा चाहिँ बर्बाद नगर्नु होला फेक मान्छेहरूलाई चाहिँ होइन अहिले त अब
दलाली भनेको जहाँ छ के तपाईँ अब एउटा टिकटकमा होस् अनलाइनमा होस् जहाँ दलाली हुन्छ मान्छेहरू होइन, जहाँ फ्रड गर्छ मान्छेले, तपाईँलाई स्क्याम गर्छ। सो तपाईँहरू चाहिँ एकदमै धेरै अलर्ट हुनु होला, त्यो हावाको पछाडि नलाग्नु होला, जसको पाए त्यसकै कुरा सुनेर चाहिँ नजानु होला। अनि तपाईँहरूले अब त्यो कम्पनीको डिमान्ड पनि चेक गर्न सक्नुहुन्छ, त्यो वेबसाइट, त्यो पुरै भिडियो म एउटा अर्को भिडियोमा तपाईँहरूलाई म समेटेर त्यो भिडियो बनाउने छु, कसरी चेक गर्ने के गर्ने भनेर चाहिँ। अनि अब कम्पनीको डिमान्ड आधिकारिक रूपमा यदि गएको छ भने मात्रै तपाईँहरूले अब राम्रोसँग बुझेर आउनु होला, यदि आउन चाहनुहुन्छ भने पनि। अनि अहिले लागत पनि एकदमै धेरै छ। सो अब तपाईँहरू चाहिँ के कति गरेर आउनुहुन्छ आफूले विचार गरेर चाहिँ राम्रोसँग बुझेर मात्रै आउनु होला। यदि यहाँ आएर चाहिँ तपाईँहरू रिग्रेट नहोस्, पस्ताउनु नपरोस् होइन, मैले यत्रो धेरै लागत तिरेँ फेरि मेरो कमाइ यति कम भयो भनेर चाहिँ रिग्रेट गर्नु नपरोस् भनेर चाहिँ यो भिडियो बनाएको। अनि अब जिरो कस्ट लागतमा भनेर तपाईँहरूलाई होइन त्यसरी गरेर स्क्याम पनि गर्न सक्छ, त्योदेखि पनि अलर्ट हुनु होला। सो आजको भिडियो चाहिँ यति नै। तपाईँहरूलाई चाहिँ भिडियो के कस्तो लाग्यो, यदि भिडियो मन परेमा लाइक सेयर अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यदि भिडियो मन परेमा तपाईँहरूले एउटा कमेन्ट पनि छोड्न सक्नुहुन्छ, यदि केही जिज्ञासा भए अनुसार तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ र म तपाईँहरूलाई कमेन्टको मलाई ज्ञान भए अनुसार, मलाई थाहा भए अनुसार तपाईँहरूलाई म कमेन्टको रिप्लाई गर्ने नै छु। सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड सी यू अन नेक्स्ट भिडियो है त गाइजहरु।